गाइस हामी चाहिँ अब माटिएको है यसो सब्जीहरू लिएर आज शनिबार अब हप्ताभरिलाई खाने साग सब्जीहरू किन्नु पर्यो भनेर यता चाहिँ हाम्रो काका अनि साथीहरूको साथी छ है यस्तै छ ऊ काका चाहिँ हिँड्ने बाटोमा पनि पोपो छोड्नुहुन्न है उहाँको चाहिँ यो चाहिँ फेभरेट गेम हो पोपो है होली गइसकेछ अब फेरि होलीको कुरा नगर है अब भेट्लाउ फेरि तिमीले नि गाइज हामी चाहिँ यता हिँडिसकेको छौँ है हिँड्दैछौँ केटाहरू छ यहाँ होइन मार्गी लागेर पनि सताइरहेको छ यहाँ ठिकै भयो होइन केटा त्यहाँ जानुपर्छ अब हाम्रो बिचमा आएको चाहिँ काका है हाम्रो काका आएको हामी चाहिँ माठ पुग्यौँ है केटा हो अब माठमा के किनिन्छ अब यसो देखाउँछु म तपाईँहरूलाई माठभित्र छिर्यो 안녕하세요 अब के हाल्छ है साथीले चाहिँ ब्रेड हाल्दैछ केटाले सामानहरू छाड्दैछन् है फेरि गीत गाउँदै केटाहरू पनि छ यहाँ सामान किनिसकेको छौँ आज अब पुरा दिन जान्छ हामी के भन्दो रहेछ नि हेर्छु तर त्यो राख्दै ल केटा यो राख न यो सामान नै खाची गाइस हामी सामान के किनेर देखाउँदैछ है बिल चाहिँ यति आइसकेको छ केटा हो र सपिङ गरिसकेपछि यसो गेम खेल्न गयो है अनि अलिकति रमाइलो साथीहरूसँग गयो भने सबैजना भेटिए